अन्नले श्राप दिन्छ भन्ने कथा सुन्नु भएको छ तपाईहरु? नसुनिया भए ल अब म सुनाउँछु। कसैले भात पस्क्यो, घरका मान्छेले, घरका मालिकनीले अथवा बाबाले भात पस्कनु भो, दाल पस्कनु भो, खाने बेलामा यति नमिठो भनेर फ्याँक्यो भने, आधा खाएर फ्याँक्यो भने, त्यो फ्याँकिएका भातले, रोटीले, सब्जीले श्राप गर्छ। के भन्छ? हे पापी, हे असती, तँलाई धिक्कार छ। म कति ठाउँबाट बचेर आएँ लौ सुन, त अन्नले भन्छ। कसरी? पहिला म धानको बिउ थिएँ, बिउ हुँदा घुन पुत्लाले कतिजना हाम्रा साथीलाई खाए, म बाँचेर आएँ। अब बिउ छर्ने बेलामा कति साथीहरू उछिट्टिएर उम्रेनन्, म उम्रिएँ, त्यहाँ पनि म बाँचेँ। फेरि बिउको धानको बिउ तयारी भएर च्यात्ने बेलामा कति साथीहरू जरै चुटिएर मरेर सत्यानाश भए बिचरा, म बाँचेँ। अब धान रोपेपछि सेते, पोके, राते के लाउँछ, त्यस एउटा धान पोको यस्तो फल्छ। देख्नु भएको छ? ख्याल गर्नु भएको छ? यस्तो कालै पोको डल्लो फल्ने, काम नकासितको पोके, त्यसैको नाम पोके हो। त्यो किसिमको तरिकाले कोही साथीहरू ढले, कोही साथीहरू मरे, म फलेँ। अब फलेपछि कोही बाटामा साथीहरू कोही मान्छे हिँड्यो भने धानका बाला स्वरात्त स्वरात्त थुच्छ, त्यत्तिकै विनय सित्तैमा ल्यानु, त्यसबाट बाँचेँ। अब धान काट्ने बेलामा कति साथी उछिट्टिएर मरे, म बाँचेँ। झाँट्ने बेलामा फेरि मरे, कति साथी मरे, म बाँचेँ। मिलमा लएपछि कति मेरा साथीको धुलो पिठो भयो भएन, म बाँचेँ। ल्याएर आमाले टेस पटेस टेस पार्दा कति साथीहरू उछिट्टिएर भागे, म बाँचेँ। त्यही पनि कोही त जति जे भने पनि जान्छ यार, सम्हालिन्न। अब फेरि अब त पकाउलिन् भनेको त चौलानीसँग कति साथी सुलुलु। अलिकति ध्यान दिएन भने त कति छिटो। जब म सबै यति धेरै ठाउँबाट बाँचेर आएँ, कुकरभित्र पसेपछि मैले सोचेँ अब म कहीँबाट डराउनु पर्दैन। अब म तैँले खान्छस्, बलियो हुन्छस्, सामाजिक काम गर्छस्, धर्म पूजा पाठ गर्ने तँलाई शक्ति दिन्छु भनेर अब म बाँचेँ भनेर त्यो कुकरमा, त्यो कसौडीमा खुसी भएर नाच्न थालेँ। नाच्दैन? नाच्दा 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 म साह्रो परेको तँलाई दाँतलाई अप्ठ्यारो होला भनेर गिलो भएर कमोलो भएर तयारी भएँ। अब तैँले नमिठो भनेर फ्याँक्छस् भने हे पापी, तँलाई श्राप छ। के श्राप छ? यति धेरै ठाउँबाट बाँचेर आएको मलाई तैँले खाँदैनस् र पूजापाठ यज्ञ इत्यादि सामाजिक धर्म कर्म काम गर्दैनस् भने त पापीलाई श्राप छ। के श्राप छ भन्दा जुन दिन त अगाउने जति मलाई फ्याँक्छस् त्यस दिन त भोक्कै रहन परोस् भनेर अन्नले श्राप छ। त्यसो भएर कहिले कहिले पस्किया भात छोडेर पनि दौडिनु पर्छ पर्दैन? ठिक्क खाने बेला भइराखेको छ, दौडिराखेको छ। त्यसो भएर अन्न दानो दानो सीता सीता चाटी चाटी खानुपर्छ। अन्नलाई फ्याँक्नु हुँदैन। अन्न ब्रह्म रसो विष्णु भुक्त्वा देवो महेश्वर। अन्न ब्रह्म रसो विष्णु, अन्न ब्रह्म हुन्, रस त्यसको झोलिलो पदार्थ विष्णु हुन्। अनि अन्न ब्रह्म रसो विष्णु भुक्त्वा देवो महेश्वर, खानेवाला महेश्वर हुन्। ल हेर्नुहोस्, यस्तो भनिएको छ शास्त्रमा। त्यसो भएर अन्न फ्याँक्नु हुँदैन। खाना एक मानाको भात खा पनि भयो, फ्याँक्न एक सितो पनि पाइँदैन। जान्नेले चाटी चाटी खानु भयो, नलिनु।